एक शब्दमा विश्वनाथ उपाध्याय मनपर्छ, ज्यादै मनपर्छ, असाध्यै मन परेको मान्छे मध्येको एक हो। एक शब्दमा मीनबहादुर रायमाझी एकदम मनपर्छ मलाई, असाध्यै स्ट्रङ मान्छे हो, असाध्यै कडा हो। एक शब्दमा रामप्रसाद श्रेष्ठ रामप्रसाद श्रेष्ठ एकदम सिधा सोझो, अति इमान्दार। एक शब्दमा खिलराज रेग्मी खिलराज रेग्मीमा पनि विशेषता छ, प्रशस्त विशेषता छ। उहाँ चाहिँ कस्तो भनेदेखि एकदमै स्ट्रङ टाइपको जज हो, दायाँ बायाँ ऊ नगर्ने कि फैसला लेख्दा पनि एकदमै उहाँको सिस्टम हात नकमाउने। एक शब्दमा दामोदर प्रसाद शर्मा मलाई मन नपरेको मान्छेमा पर्नुहुन्छ। एक शब्दमा अनुप राज शर्मा अनुराग शर्मा पनि अत्यन्तै राम्रो मान्छे, अत्यन्त ल चारचोटि भन्छु अत्यन्त राम्रो मान्छे, अत्यन्त राम्रो मान्छे। सँगै काम गरेको पनि छु, धेरै कुरा सिकेको पनि छु। साह्रै सरल अनि साह्रै विद्वान पनि हो मान्छे, विद्वान पनि हुनुहुन्छ। अहिले बिरामी हुनुहुन्छ, बोली लरबरिन्छ, तर कहिले कहिले मेरो सोहरू हेरेर मलाई निरन्तर प्रतिक्रिया दिनुहुन्छ। आउँछ, कहिलेकाहीँ भेट हुन्छ हाम्रो। गोपाल पराजुली मेरो कहिले मिलेन उहाँसँग, टर्म मिलेन त्यस्तो, मेरो नमिलेकै उसमा छ त्यो। कल्याण श्रेष्ठ ज्यादै मनपर्छ मलाई, राम्रो मनपर्छ। र कल्याण श्रेष्ठसँग धेरै कुरा सिकेको छु पनि मैले, किनभने मेरो ठिक्क अगाडि हुनुभयो, मैले गाइडेन्स पनि पाएको छ धेरै उहाँबाट, धेरै गाइडेन्सहरू पाएँ। चोलेन्द्र शमशेर राणा मेरो सम्बन्ध नभएको व्यक्ति, सम्बन्धै थिएन मेरो। वकालत हुँदा चाहिँ बोलचाल थियो, वकालत गर्दाखेरि हामी दिदीभाइ भन्थ्यौँ, मलाई दिदी भन्नुहुन्थ्यो। पछि न्यायाधीश हुँदा म कहीँ सँगै भइनँ उहाँसँग। तपाईँलाई मनपर्ने महिला न्यायाधीश? मलाई मनपर्ने महिला न्यायाधीशमा त त्यसो त कसरी भनौँ, मलाई त्यो मीरा पनि मनपर्छ, सुषमा पनि मनपर्छ, सपना पनि मनपर्छ, तिनैजना मनपर्छ।